म गम्भीर सिंह बोल। आज बहिनी एलिसाको उच्च अदालतमा पेशी थियो। आजको पेशी पनि स्थगित भएको छ। अनमोल गौलीको अलगै निवेदन, 3 जनाको पहिला थियो निवेदन। त्यसभन्दा पछि उक्त घटनामा एलिसा विक बलात्कार भन्दा पछि हत्याको मुख्य नायिका अनमोल गौलीको निवेदन परेको कारणले गर्दा आज फेरि पुनः चाहिँ पेशी क्यान्सल भएको छ। 24 गतेको लागि पुनः पेशी चाहिँ तोकिएको छ। 24 गते सम्भवतः 90% चाहिँ फैसला हुन सक्ने, 73 नम्बर फैसला हुन सक्ने प्रबल सम्भावना छ। 24 गते सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू यो न्यायको लागि महाअभियानमा तपाईहरु जुड्नुभयो। तपाईहरु सम्पूर्णले 24 गते ठीक बिहान 10 बजे उच्च अदालत यो सुर्खेतको गेटमा चाहिँ सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू आएर बहिनीको न्यायको लागि आमाले न्याय मागिराख्नु भएको छ। पीडितको आमा चाहिँ स्वयं आउनु भएको छ। आमा स्वयं आएर रोएर कराएर चाहिँ न्याय मागिराख्नु भएको छ। यो न्याय अभियानमा तपाईहरु सबैजना आएर उपस्थित जनाएर बहिनीको न्यायको लागि उपस्थित भइदिनु हुन म हार्दिक अपील गर्न चाहन्छु। हामीलाई आपत्ति छैन। यस्ता पेशी 10 पटक अरु सरे पनि हामीलाई केही तनाव छैन, तर ढिलो आउनु पर्यो। जिल्लाको जुन फैसला थियो त्यो सद्दर हुनुपर्छ। हामीलाई न्याय चाहिएको छ। हामीलाई ढिलो किन भयो भन्नेतिर हतार चाहिँ छैन। हामीलाई न्याय मात्रै चाहिन्छ। 10 पटक सरे पनि आपत्तिको विषय छैन, तर जिल्लाको जुन फैसला भएको छ पूर्वपक्षमा 4 जनालाई जसरी चाहिँ पठाइयो त्यसरी नै हामीलाई उच्चबाट पनि त्यही फैसला चाहिँ सद्दर हुने तरिकाले हामीलाई न्याय चाहिएको छ। त्यसैले पुनः पनि भन्न चाहन्छु, तपाईहरु सबैजना चाहिँ 24 गते बिहीबार ठीक 10 बजे यही उच्च अदालतको गेटमा उपस्थित भइदिनु होला। हस्त नमस्ते, धन्यवाद।